ओके रिग्रेसन टु द मिन है रिग्रेसन टु द मिन भनेको के हो भन्दाखेरि ओके सो पहिला यही अनुसार जाऊ अनि म अरू फर्दर आई विल एक्सप्लेन है त Okay, so regression to the mean refers to a phenomenon involving successive measurements on a given variable. Extreme observation tend to be followed by more central ones. है भनेको मतलब जस्तै भनौँ जस्तै फर इक्जाम्पल है जस्तै मैले एउटा कुनै कुरा सिकिरहेको छु होइन Mhm. भने जस्तै एक दिन चाहिँ म एकदमै राम्रो गरौँला त्यसमा है एकदम Mhm. है जस्तै म फर इक्जाम्पल म गिटार सिकिरहेको छु होइन हजुर र अब एक दिन चाहिँ अब मलाई इन्स्ट्रक्टर कसैले मलाई सिकाइरहेको छ है अनि एक दिन चाहिँ आई डु भेरी भेरी वेल एकदमै इन्स्ट्रक्टर Mhm. छ वा एकै दिनमा यत्रो होइन प्रगति है अनि Mhm. के हुन्छ भन्दाखेरि अनि नेक्स्ट दिन आयो होइन अनि के हुन्छ भन्दाखेरि त्यो त्यस हिजो जस्तो आज के न नेक्स्ट दिन आउँदाखेरि त्यो प्रिभियस डेको जस्तो पर्फर्मेन्स आउँदैन एकदमै हजुर होइन पोर हुन्छ कि हजुर हजुर अनि ओके त्यो दिन पोर होला फेरि अनि होइन एकदम राम्रो हुनसक्छ होइन Mhm. अनि त्यसले गर्दा के हुन्छ भन्दाखेरि जुन यो यस्तो हुन्छ जस्तै एउटा ड्र गरेर देखाउँ त जस्तै अम, एकछिन है त म ड्र गर्छु या जस्तै भनौँ न जस्तै यो जुन सेन्ट्रल भ्याल्यु छ नि है त्यो सेन्ट्रल भ्याल्यु मिन भनेको सेन्ट्रल भ्याल्यु हो जस्तै यो लाइनलाई हामीले मिन भनौँ है यो लाइन चाहिँ मिन लाइन हो फर इक्जाम्पल हजुर भन्यो भने हजुर जस्तै म एक दिन यहाँ छु भने है एक दिन चाहिँ Mhm. एकदम राम्रो गरेँ मैले मिनभन्दा धेरै माथि गरेँ नि होइन Mhm. त्यसो गरौँ न, है जस्तै यो एक्स बार हो है यो चाहिँ मिन हो है यो लाइन चाहिँ मिन लाइन हो है ओके भनेपछि एक दिन चाहिँ म एकदमै राम्रो गरेँ यो चाहिँ माथिको पोजिटिभ तल नेगेटिभ ल्याउन है ओके भनेपछि मैले चाहिँ मैले रेकर्ड गरेँ गरेन गरेँ है ओके सो या सो अब मैले एकदम राम्रो गरेँ तर अर्को दिन गएर के हुन्छ भन्दाखेरि अब यो होइन मेबी म यहाँ हुन्छु Mhm. है अनि अर्को दिन अझै पोहोर गरौँला है Mhm. अर्को दिन होइन म यहाँनिर होला अथवा अर्को दिन चाहिँ फेरि यहाँ पुग्न सक्छु क्या म है Mhm. अनि फेरि अर्को दिन यहाँ हुनसक्छ गर्दा ओभरअल इफेक्ट चाहिँ त्यसको मिन चाहिँ यही नै हुन्छ होइन ओके होइन सो त्यसले गर्दा हामीले एकदमै यो नम्बर अफ ट्रायल्समा त्यसलाई ट्रायल भन्छ कि है Mhm. मेनी नम्बर अफ ट्रायल्समा के हुन्छ कहिले यहाँ माथि परिन्छ कहिले यहाँ तल परिन्छ है कहिले यहाँ माथि परिन्छ कहिले यहाँ तल परिन्छ बुझ्नुभयो है भनेपछि नर्मली के हुन्छ भन्दाखेरि अब मेबी दिस मेक्स सेन्स नाउ है के हो त भन्दाखेरि सक्सेसिभ मेजरमेन्ट्स होइन अन अ Mhm. गिभन भेरिएबल यो भेरिएबलमा सक्सेसिभ मेजरमेन्ट भएको छ नि त Mhm. observations जस्तै यहाँनिर यो एक्सट्रिम अब्जर्भेसन भयो नि त ए Mhm. भेरी गुड है इन्स्ट्रक्टर छ है ओके Mhm. ओके अब त्यो हुन्छ भने नेक्स्ट डे आयो यहाँ पुग्या हुन्छ है ओके ओके भनेपछि अब यो भनेको अब यदि अब यो चाहिँ नेचरले नै अब नेचरमै छ यो किन भन्दाखेरि अब यो चाहिँ यसरी छ भने यो त झन्झन माथि झन्झन माथि जान यस्तो हुँदैन Mhm. ओके सो त्यसले गर्दाखेरि अब यसलाई कम्पेन्सेट गर्नलाई अर्को दिन चाहिँ के हुन्छ भने नेक्स्ट मेजरमेन्ट चाहिँ के हुन्छ भन्दाखेरि त्यो चाहिँ त्यसलाई कम्पेन्सेट गर्नलाई यो यस्तो हुन जान्छ Mhm. ओके सो फलोड बाई मोर सेन्ट्रल वान्स है त्यसले Mhm. गर्दा यो आखिरमा यसको ओभरअल इफेक्ट चाहिँ यही नै हुन्छ है Mhm. कुनै माथि एक्सट्रिम भ्याल्यु छ भने त्यसलाई चाहिँ कम्पेन्सेट गरेँ अर्को दिन अथवा त्यसले गर्दाखेरि अ, यो एक्चुली देखिन्छ पनि है त्यो जस्तै मैले पनि कसै कसैलाई एक दुईचोटि मैले याद गरेको छु कि Mhm. ड्राइभिङ सिकाउँदाखेरि है अनि एक दिन Mhm. यस्तो राम्रो गरेर हुन्छ कि एकदम एकदम नेचुरली एकदम होइन राम्रोसँग ड्राइभ गरेर अर्को दिन आयो कस्तो एकदमै गाह्रो हुन्छ उसलाई है Mhm. आफ्नो आफन्तहरूलाई अहिले कहिले काहीँ सिकाउँदाखेरि नि पहिला पहिला है फर मैले इक्जाम्पल लाइक त्यति बेला जिम मैले गर्दा एक्सर्साइज गर्दाखेरि नि एक पुरै जोसमा एक्सर्साइज गरेर होइन भोलिपल्ट एनर्जी हो होइन अनि त्यो मैले त्यति बेला मैले रिग्रेसन टु द मिन भन्ने थाहा थिएन कि पछि मैले यो पढ्दाखेरि चाहिँ मैले त्यति बेलाको त्यो याद आयो कि रिग्रेसन मिन यस्तो हुने रहेछ है अनि यो अर्को चाहिँ एउटा किताब छ कि थिङ्किङ फास्ट एन्ड स्लो भन्ने
पढ्नु भएको चाहिँ छैन होला है। Think fast and slow भने यो ड्यानियल कनमेन है, ओके। है ऊ चाहिँ नोबेल प्राइज इकोनोमिक्सको नोबेल प्राइज विनर 2000को है। यसो किताब छ होइन, म यो लास्ट टाइम मैले पढाएको थिएँ अस्ति 2-3 महिना भयो, मैले सिध्याएको। अनि त्यसमा पनि यो रिग्रेसन अफ द मिनको मजाले एक्सप्लेन गरेको छ कि त्यसले उसले है, ड्यानियल कनमेन बढी अस्ति कति भयो 4-5 महिना भयो मरेको। नेम, नाम के हुनु त्यो राइटरको? राइटरको नाम लाइक ड्यानियल कनमेन भन्ने, मैले अगाडि चाहिँ ड्यानियल कनमेन है। म यो के थिङ्किङ फास्ट थिङ्किङ स्लो, ओके। ओके सर, थ्याङ्क यू सर। ओके। फास्ट एन्ड स्लो है, थिङ्किङ एन्ड स्लो। त्यो त्यो सर्च सर्च गरेर नि आइहाल्छ। थिङ्किङ फास्ट एन्ड स्लो है, एकदम गजबको किताब छ कि। डेटा साइन्स गर्नेहरूले त्यो पढ्नै पर्छ है। यो साइकोलोजिस्ट, यो साइकोलोजिस्ट हो है, बिहेभियर साइकोलोजिस्ट हो कि। अनि इकोनोमिक्सको नोबेल प्राइज पाएको है अहिले। त्यसमा पनि उसले चाहिँ के इक्जाम्पल दिएको छ भन्दा इजरायली एयरफोर्सको पाइलटहरूलाई उसले सेसन दिएर रहेछ कि। ए ओके। र चाहिँ अनि यही कुरा आएछ कि। अनि इन्स्ट्रक्टरहरूले मेरो पाइलटहरूले एक दिन एकदमै राम्रो गर्छ, अनि अर्को दिन यति यति खतम छन् कि अर्को दिन चाहिँ त्यो होइन पर्फर्मेन्स खतमै हुन्छ भन्दा अनि उसले चाहिँ रिग्रेसन टु द मिनको उसले अनि त्यति गर्दा पनि उनीहरू पत्याएन अरे कि। अनि उनीहरूलाई डाँट फाड्न लाएर कि उनीहरूलाई डाँट फाड्दा गर्दा उनीहरूको आफ्नै बिहेभियरमा त्यो देखियो अरे कि त्यो डाँट होइन, त्यो चाहिँ एकदम अलमोस्ट नजिक एकदमै राम्रो गरेर आउँछ, अचानक चाहिँ त्यो डार्ट चाहिँ त्यो सेन्टरभन्दा कहाँ पुगिहाल्छ है। त्यो चाहिँ नाइस। एउटा इक्जाम्पल दिएको थिएँ कि त्यो रिग्रेसन टु द मिनमा है अघि। त्यो एकदमै इन्ट्रेस्टिङ कन्सेप्ट छ यो है। अब यो चाहिँ बाई द वे अब यो रिग्रेसन टु द मिन पत्ता लगाउने ग्याल्टन है, उसले चाहिँ यो इम्पेरिकली नै पत्ता लगाएको हो है। ओके, यसको यसको स्टोरी पनि यहाँ छ है, यो ग्याल्टन। ओके, सो अब यसमा अट्याचिङ ओके यो त्यसले गर्दा अट्याचिङ स्पेसल फोकस एन्ड मिनिङ टु एक्सट्रिम भ्याल्यु क्यान लिड टु फर्म। अब त्यहाँनिर के हुन्छ भन्दाखेरि अब त्यो अब एउटा दुइटा एकदम होइन त्यो गुड गऱ्यो भन्दैमा यो मान्छे चाहिँ राम्रो भन्न मिल्दैन नि त है, अथवा त्यसले सिक्यो भन्न मिल्दैन एटलिस्ट है। सो स्पोर्ट्स फ्यान्स फेमिलियर विथ द रुकी अफ द इयर सोफोमर स्लम्प है। अब यो एउटा वर्षमा रुकी अफ द इयर सोफोमर स्लम्प है। So phenomena among the athletes who begin their career in a given season, the rookie class, there is always one who performs better than all the rest. है, but त्यही मान्छे चाहिँ अर्को इयरमा गएर खतम है। So the same rookie of the year doesn't do as well in the second year. Why? Why not? Because regression to the mean. Okay. So यही कुरा सबैमा है। So in nearly all major sports, at least those played with ball, there are two elements that play. It's the skill or luck. Right? Skill, this one luck पनि छ। Regression to the mean is a consequence of a particular form of selection bias. Like the rookie with the best performance, skill and good luck are probably contributing. In his next season, the skill will still be there, but most cases, luck will, right? Luck will not. So its performance will decline. It will regress. Okay. And it was first identified by Galton, Francis Galton, 1886मा है। उसले चाहिँ उसले कसरी भन्दाखेरि उसले चाहिँ हाइट है, चिल्ड्रेन अफ एक्सट्रिमली टल मेन टेन नट टु बी एज टल एज देयर फादर, चिल्ड्रेन अफ सर्ट प्यारेन्ट्स आर मच टलर। ओके, सो त्यसले गर्दा यहाँ यस्तो छ है। सो भनेपछि जस्तै प्यारेन्ट्सहरू जस्तै यो हाइटको होइन। सो यो सर्टर प्यारेन्ट्स के छ त भन्दाखेरि टलर चिल्ड्रेन है, टल प्यारेन्ट्स सर्टर चिल्ड्रेन। त्यसले गर्दा रिग्रेसन टु द मिन न त अब टलको झन् झन् टल टल हुने भने त मान्छे त 8-10 फिटै हुन्थ्यो होला नि त डेफिनेटली। होइन जस्तै होइन अब दुवैजना होइन के अरे मम एन्ड ड्याड दुवैजना होइन 6 फिट छ भने होइन उनीहरूभन्दा अझै टल 6.5 अथवा 6.2 6.3, अब उनीहरू फेरि अर्कोसँग होइन टल म्यानेर त्यसरी त्यसरी त इग्रिगेसन टु द मिन नहुने हो भने त होइन है, एकदमै होइन सुपर टल मान्छेहरू हुन्थ्यो नि त अहिले चाहिँ होइन। सो त्यसले गर्दाखेरि यो नेचरले नै त्यो त्यो ब्यालेन्स गरे होला कि के।
A very interesting concept, eh? Yeah. So anyway, regression to the mean, meaning to go back, है इट्स डिस्टिङ यो यो के यो त्यति इम्पोर्टेन्ट छैन सो है यो अर्को एउटा रिग्रेसन भन्ने एउटा कन्सेप्ट छ कि अनि यो चाहिँ रिग्रेसन र रिग्रेसन टु द मिन कन्फ्युज नगर्नु भनेर भने हो रिग्रेसन चाहिँ मसिन लर्निङको कुरा हो त्यसले गर्दा हामीले त्यसमा बढी नगरौँ होइन ओके सो रिग्रेसन टु द मिन पनि बुझियो है ओके अब स्याम्पलिङ डिस्ट्रिब्युसन अब स्ट्याटिस्टिक है ओके सो यसमा हेरौँ या अब यहाँनिर सेन्ट्रल लिमिट थ्योरम है जुन तपाईँले त्यो रिक्वायरमेन्ट्समा त्यो लेख्नु भएको थियो हजुर है सो यो एकदम इम्पोर्टेन्ट के अरे इन्ट्रेस्टिङ कन्सेप्ट पनि छ इम्पोर्टेन्ट पनि छ है अब त्यसमा अब हामी सेन्ट्रल लिमिट थ्योरम अब बुझ्छौँ हामी है ओके ओके अब the term sampling distribution of a statistic refers to the distribution of some sampling statistic over many samples drawn from the same population. है अब यो हेर्दाखेरि अब एकदम क्रिप्टिक सेन्टेन्स छ यो उम्, यतिकै बुझिँदैन कि है तर आई विल होइन यो एक्सप्लेन गर्छु म है ओके अब यसको मिनिङ के हो भन्दाखेरि स्याम्पलिङ डिस्ट्रिब्युसन अब उम्, स्ट्याटिस्टिक उम्, refers to the distribution of some sample statistic over many उम्, samples drawn from the same population है अब यसको मिनिङ के हो त भन्दाखेरि यसको मिनिङ चाहिँ ओके व्हाइट बोर्ड यसको यहाँनिर कस्तो राम्रो व्हाइट बोर्ड यो देखेको थिएँ मैले तर व्हाइट व्हाइट बोर्ड यो स्क्रिन सेयर गर्दा अगाडि भनेर देखाएको थिएँ अहिले स्क्रिन सेयर गर्दा देखिँदैन यो आ, के त्यो स्क्रिन सेयर गर्दा अर्कै ट्याब अथवा त्यो स्क्रिन गर्नुपर्ने हो कि तपाईँ ठिकै छ यहाँ यसै मेरो आफ्नै यो म्याकको प्याड गर्नु यस व्हाइट बोर्ड निकाल्छु व्हाइट बोर्ड यो यसै यो व्हाइट बोर्डमै गरौँ गरौँ न ए त्यही त एक्ज्याक्टली है ल ओके देखिराख्नु भएको छ है व्हाइट बोर्ड ओके ल ओके अब ओके सो अब यसको मिनिङ के हो भन्दाखेरि जस्तै हामीसँग अ, अ, जस्तै ओके यो पपुलेसन छ है यो चाहिँ के हो त पपुलेसन छ पपुले है तपाईँले ल पपुलेसन छ है अनि या अफकोर्स देयर है lots of data points of course okay अब यो स्याम्पल स्ट्याटिस्टिक भनेको के हो भन्दाखेरि अब जस्तै मैले हरेकचोटि के गर्छु भन्दाखेरि आई टेक सम स्याम्पल जस्तै मैले 5वटा स्याम्पल लिएँ यसबाट है, हरेक sample, है एभ्री टाइम मैले 5वटा स्याम्पल लिएँ है जस्तै 5वटा स्याम्पल लिएँ है फेरि ऱ्यान्डमली ऱ्यान्डम कुनै 5वटा ऱ्यान्डमली है 5वटा स्याम्पल लिएँ 5वटा स्याम्पल लिएँ है यसरी मैले 1000चोटि लाखचोटि जति पनि लिन सक्छु नि है ओके सो यसरी है यो स्याम्पल स्ट्याटिस्टिक है अब के हुन्छ भन्दाखेरि अब हामीले यो यसको अघि नै भनिसक्यो यसको सम पर्टिकुलर डिस्ट्रिब्युसन हुन्छ है normally अब यस्तै नर्मल डिस्ट्रिब्युसन होला what is होइन अरू यस्तो भने कम्प्लेक्स डिस्ट्रिब्युसन पनि हुनसक्छ है ट्याक्कै यस्तो नभएर होइन ओके या यस्तो हुन्छ we don't know है ओके सो यस्तो हुन्छ अब हामीले यो स्ट्याटिक लियौँ है यो स्याम्पल लियौँ नि होइन अब यो स्याम्पलबाट अनि यो स्याम्पलको पनि आफ्नै डिस्ट्रिब्युसन निकाल्न सकिन्छ कि यो स्याम्पलको सबैको मिन निकालेर होइन हरेक यसको मिन यसको मिन यसको मिन सबैको मिन निकालेर है त्यसको पनि डिस्ट्रिब्युसन निकाल्न सकिन्छ कि बुझ्नुभयो नि या है ओके अब यसले भन्न खोजेको त्यही नै ओके 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 हो ओके लेट्स गो ब्याक हेयर अब चाहिँ लेट्स सी अब त्यसलाई क्लियर गरौँ क्लियर ड्रइङ्स या ओके सो अब the term sample distribution of a static, the sample distribution of a statistic refer to the distribution of some sample statistic over many same and the same population, many samples drawn. होइन त्यो भन्ने होइन अनि त्यसपछि के भयो त भन्दाखेरि अब स्याम्पलिङ डिस्ट्रिब्युसन मैले अघि लेखेर देखाएँ त्यो स्याम्पल डिस्ट्रिब्युसन मैले यो युज गरेको छु एनिवे पुग्नु यसलाई get it back no
यसको यहाँ है जुन मैले भने यो चाहिँ के हो त भन्दाखेरि उसले दिस इज वाट इज रिफरिङ टु Yeah, yeah. Distribution. Yeah, यो चाहिँ makes sense. sampling distribution हो Mm, यो mm, चाहिँ स्याम्पलिङ स्ट्याटिस्टिक स्याम्पलिङ mm, डिस्ट्रिब्युसन पपुलेसन mm. Population distribution. Makes sense. है ओके राइट अब या okay, much of classical statistics is concerned with making inferences from small samples to very large populations, right? Mm, Okay, so our sample statistic, okay, metric calculated for a sample of data drawn from large population. I mean, as the sample statistic, right? So data distribution, the frequency distribution, frequency distribution, probability distribution, probability भनेकै frequency है खासमा Yeah, yeah, yeah. Makes right? sense. Frequency means I know the more frequency, more probability. Yes, होइन sir. सो भनेपछि यसले चाहिँ probability भनेर त्यो इन्ट्रोड्युस गर्न चाहेन कि यसले खासमा probability डिस्ट्रिब्युसन हो त्यो Mm, होइन mm, probability भन्दाखेरि अब यहाँ चाहिँ probability भन्ने कभर भएको छैन नि त त्यसले uh, गर्दाखेरि probability भन्दा कन्फ्युजन छ भनेर उसले फ्रिक्वेन्सी डिस्ट्रिब्युसन भनेको किताबले है yeah. ओके द मतलब त्यो probability distribution हो है द frequency distribution of individual data values in the data set है त्यो distribution भनेकै है how frequently they occur means how probable they are Mm, when we draw samples from it है okay mm, मैले सुरुमा डिस्क्राइब गरेँ नि नर्मल र युनिफर्म भने है okay sampling distribution the frequency distribution of sample statistic over many samples or resamples है जुन मैले अघि होइन यो बुझ्नुभयो mm, नि frequency distribution जुन sample distribution भनेको this one right here yeah है this is the sample distribution because यो चाहिँ यो sample staticबाट आएको नि त है sample distribution यो चाहिँ sampling distribution भयो अब हामी will look at the central limit theorem है अब central limit theorem है सुरुमा चाहिँ अलिकति होइन तर यो एकचोटि once you get it it's for life के है so त्यो you won't forget it है central mm, limit theorem okay the tendency of this sample distribution take on a normal shape as sample size rises. mm, mm, है ओके वाट डज इट मिन है यो यसको मिनिङ के हो भन्दाखेरि ओके यो चाहिँ यो एकदमै इम्पोर्टेन्ट है यो सेन्ट्रल लिमिट थ्योरममा एन्ड इट्स इजी वास्तवमा इजी छ कि है mm, सुरुमा यो है क्रिप्टिक लाग्छ है के हो भन्ने जस्तो लाग्छ तर इट्स भेरी फेसिनेटिङ पनि छ है जस्तै अब लेट्स गो ब्याक टु द सेम ड्रइङ mm, यहाँनिर के हुन्छ भन्दाखेरि जस्तै अब सेन्ट्रल लिमिट थ्योरमले भन्ने के हो त भन्दाखेरि अब यसको नो म्याटर वाट काइन्ड अफ डिस्ट्रिब्युसन यु हेभ हियर mm, होइन इट बी भेरी कम्प्लेक्स वाट एभर जे होस् के mm, होस् होइन mm. र Yeah. वेन यु टेक दिस स्याम्पल स्ट्याटिस्टिकहरू छ मेनी अफ दम मेबी Mm, होइन अनि यसमा ल अफ लार्ज नम्बर्स भन्छ कि ओके mm, धेरै द मोर यु टेक है द मोर एन्ड मोर स्याम्पल्स यु टेक र mm, त्यस सबैको मिन ल त्यो सबैको मिन निकालौँ है कुड बी mm, इभन सम पनि हुन्छ mm, mm, mm. यो पाँचवटा स्याम्पलको सम किनभने मिन भनेको समलाई एनले डिभाइड गरेर त हो नि हजुर. त्यसले गर्दाखेरि समले पनि केही फरक पर्दैन सेन्ट्रल Mm, लिमिट mm, त्यही भन्छ कि आइदर मिन ओर स्याम्पल है के अरे सम इट्स द सेम थिङ है बुझ्नुभयो नि भन्दाखेरि अब जस्तै यसको सम अथवा मिन यसको मिन हरेकको त्यो मिनलाई mm, हामीले त्यसको हिस्टोग्राम निकालेर यस्तै है फ्रिक्वेन्सी डिस्ट्रिब्युसन निकाल्ने हो भने mm. चाहिँ इट विल बी अ नाइस के हुन्छ त भन्दाखेरि इट विल बी अ नाइस नर्मल डिस्ट्रिब्युसन Mm, अचम्म छ, एकदमै अचम्म छ mm, mm. इट विल बी नर्मली डिस्ट्रिब्युटेड Okay. सो द्याट्स भेरी फेसिनेटिङ है Mhm, द्याट्स हाउ नेचर वर्क्स है यो चाहिँ के mm, छ है है यसमा लेट मी युज दिस पेन है मेरो यसको पेन युज गरौँ लेट्स पिक कलर पिक गर्छु भने ओके राइट ओके या सो या के हुन्छ भन्दाखेरि या सो इट विल बी है नाइस नर्मल डिस्ट्रिब्युसनमा आउँछ द mhm, मोर भ्याल्युज यु टेक द मोर mm,
You draw, के अरे samples you draw, and अनि यसमा राख्दै गयो, and more and more यस्तो स्मुथ राम्रो normal distribution निस्किन्छ Mhm. है। सेन्ट्रल लिमिट थ्योरमले भनेको यति हो। Okay. बुझ्नुभयो नि, दिस इज द Yeah. सेन्ट्रल Mm. है। Okay. भनेपछि सेन्ट्रल लिमिट थ्योरमले के भन्यो त भन्दाखेरि नो म्याटर हाउ योर पपुलेसन इज डिस्ट्रिब्युटेड Mm-hmm. है नि, it could be normal, it could be uniform, it could be some very complex distribution। Uniform पनि छ? हजुर, Uniform पनि? अँ अँ, no matter Okay. what, Okay. any any Mm. distribution, you just we don't care, Okay. यसको डिस्ट्रिब्युसन जेसुकै होस् न होइन। अनि यसबाट जुन स्याम्पल ड्र हुन्छ होइन, ऱ्यान्डम स्याम्पल Mm. ड्र हुन्छ नि, जस्तै पाँच पाँचवटा दस दसवटा बिस बिसवटा होइन, अनि त्यसको मिन निकाल्यो र मिनलाई हामीले त्यसको हिस्टोग्राम निकाल्यो भने Mm. होइन, अनि त्यो यस्तै जति धेरै लियो त्यति हो मोर एन्ड मोर पर्फेक्ट Mhm. Mhm. जान्छ Mm. है। एकदम अचम्म हो नि होइन। र Yes, yes. यसैलाई हामी के भन्छौँ त सिएलटी है, सेन्ट्रल लिमिट थ्योरम भन्छौँ। Yeah. बुझ्नुभयो नि, सेन्ट्रल लिमिट थ्योरम कन्सेप्ट बुझ्नुभयो है। अब सायद त कहिले पनि भुल्नुहुन्न होला Mm. है। Nice. ओके सो यो यति यति कन्सेप्ट भएपछि नाउ यु विल नेभर फर्गेट है। ओके सो या, ओके सो अब यसैलाई लेट्स, अब यही कुरालाई ओके लेट्स सी हाउ इट एक्सप्लेन्स है त। अब यसले के भन्यो, टेन्डेन्सी अफ द स्याम्पलिङ डिस्ट्रिब्युसन जुन मैले देखाएँ to take on Mm. a normal shape means normal distribution, hey, normal distribution, Gaussian distribution, the shape Mhm. as the sample size increases, Mhm. right? Okay. अब अर्को एउटा term छ, there's something called standard error, right? So standard error, the the variability, that is standard deviation of a sample statistic over many samples. Okay. When you see अब यो यसको जुन त्यो भेरिएबिलिटी अफ अ स्याम्पल स्ट्याटिस्टिक छ है, त्यसको Mm. भेरिएबिलिटी कति छ त, Mm. Mm. कति भेरी, मतलब त्यो होइन मिड पोइन्टबाट कति भ्यारी हुन्छ है, त्यो स्याम्पलहरू स्याम्पलको मिनहरू भनौँ न है, Mm. त्यसलाई हामी स्ट्यान्डर्ड एरर भन्छौँ। त्यसको एउटा पर्टिकुलर फर्मुला नै छ है, विल सी द्याट है। ओके सो अब हेरौँ है त, स्याम्पल इज ड्रन विथ द गोल अफ मेजरिङ समथिङ विथ अ स्याम्पल स्ट्याटिस्टिक अर मोडलिङ समथिङ विथ भइहाल्यो। ओके ओके स्याम्पलिङ भेरिएबिलिटी है, ओके alright, so if we had lots of data, we could draw additional samples and observe the distribution sample state directly. We will calculate our estimated model using as much data. So, okay. So anyway, so yeah, let's see. The distribution of sample statics is the mean is likely to be more regular and bell-shaped than the distribution of the data itself. Right? The larger the sample that the statistic is based on, the more Mm. this is true. Also, larger the sample, the narrower the distribution. Okay. So अब अर्को एउटा के छ भन्दाखेरि यो जुन स्याम्पल स्ट्याटिस्टिक त जुन न्यारो, ओके सो जति धेरै यसले के भन्यो भन्दाखेरि जति धेरै स्याम्पल लियो है, जस्तै Mhm. अहिलेको केसमै जाउँ हामी है, यहाँनिर है, द मोर स्याम्पल्स वी ड्र है, जति धेरै धेरै स्याम्पलहरू गयो अनि त्यसको भेरिएबिलिटी कम हुँदै जान्छ अरे कि है। यो भनेको Mhm. भेरिएबिलिटी भनेको यो जति बढी भयो त्यो भेरिएबिलिटी, यो हाई भेरिएबिलिटी छ नि यहाँ है, ल भेरिएबिलिटी हाई छ। र यसको जति हामीले होइन मोर एन्ड मोर स्याम्पल्स लिँदै गयो भने चाहिँ के हुन्छ भन्दाखेरि यो मैले सर्ट एन्ड फ्याट भनेको थिएँ नि, अब के हुन्छ भन्दाखेरि थिन एन्ड टल हुन्छ कि है, बिस्तारै बिस्तारै जति स्याम्पल लिँदै गयो यस्तो हुँदै जान्छ। जति धेरै स्याम्पल लिँदै गयो के हुन्छ त झन् झन् यस्तो यस्तो गएर एकदम न्यारो यस्तो हुँदै जान्छ, भेरिएबिलिटी कम हुँदै जान्छ कि Mhm. मोर स्याम्पल्स, Yeah. मोर स्याम्पल्स के हो त भन्दाखेरि यो भेरिएबिलिटी, यो चाहिँ भेरिएबिलिटी हो नि त है, Mhm. कम हुँदै जान्छ है, बुझ्नुभयो नि है। ओके सो अब यसमा के इक्जाम्पल्सहरू पनि छ, त्यो हामी पछि मैले एउटा एक्सपेरिमेन्ट जस्तो पनि गरेको थिएँ कि यो है, त्यो पनि म देखाउँला, त्यो मैले पाइथनमा है, त्यो हामी आफै पनि गर्न सक्ने कुरा हो कि है, यो हामीले आफै यो सिमुलेट गर्न सकिन्छ कि Mhm. आफैले यो स्याम्पलहरू त्यसबाट स्याम्पल ड्र गरेर है पाइथनमै
है। अनि त्यसलाई प्लटिङ गर्न सकिन्छ, अनि त्यसरी ठ्याक्क है नाइस त्यो बच्चाको यस्तो राम्रो है नर्मल डिस्ट्रिब्युसन देखिन्छ कि है। म नेक्स्ट टाइम म देखाउँला है। जस्तै यहाँनिर हेर्नु न। ओके, अब यो हाम्रो डेटा छ, यो डेटाको डिस्ट्रिब्युसन यस्तो छ ल हेर्नु है। सो हाम्रो ओरिजिनल डेटा है, दिस इज द डिस्ट्रिब्युसन अफ द ओरिजिनल डेटा, पपुलेसन Yeah, 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 पपुलेसन yeah. है। अब Mm. हामीले के गर्ने भन्दाखेरि हरेकचोटि पाँच पाँचवटा स्याम्पल लियो, ऱ्यान्डम स्याम्पल Mm. यो डेटाबाट होइन। हामीले हरेकचोटि वान एट अ टाइम हामीले पाँचवटा स्याम्पल लिन्छौँ Uh-huh. है। फाइभ स्याम्पल लिन्छौँ र त्यसको मिन निकाल्छौँ, Mm. है है। पाँचवटा स्याम्पल लियो, त्यसको मिन निकाल्यो, पाँचवटा स्याम्पल लियो, मिन निकाल्यो, पाँचवटा स्याम्पल लियो है। वी डु द्याट है थाउजन्ड्स अफ टाइम्स वाट एभर है। अनि त्यसको अब त्यसपछि के गर्छौँ भन्दाखेरि अब मिन अफ फाइभ है, मिन अफ फाइभ। ओके, बाई द वे ओके वान सेकेन्ड है, मैले अघि अघि मैले भनेकोमा अलिकति यो छ नि मैले भने ओके यसमा चाहिँ मैले चाहिँ यो नम्बर भने होइन, त्यो एक्चुली त्यो नम्बर भन्दा पनि हाउ मेनी स्याम्पल्स टेक इच टाइम है, त्यसले Okay. चाहिँ त्यसलाई घटाउँछ कि। मैले चाहिँ Mm. अलिकति मैले अघि त्यहाँनिर मैले यो वान्ट टु रिभाइज दिस है स्टेटमेन्ट है। सो अहिले ओके, यो मोर नम्बर अफ स्याम्पल्स लिँदाखेरि चाहिँ मोर एन्ड मोर के भयो त, नर्मली डिस्ट्रिब्युटेड भयो, हजुर। मोर स्याम्पल्स। तर विदिन अ स्याम्पल हामीले कतिवटा स्याम्पल लिन्छौँ, हरेक स्याम्पल Okay. स्ट्यान्ड है। द मोर वी टेक द मोर न्यारो इट गेट्स Okay. Got है। it. ओके होइन। ओके सो द्याट्स वाट वी सी हियर ल हेर्नु। So यो प्लटको चाहिँ यो मेन प्लट के प्लट गरेको सर यो सेकेन्ड वालामा चाहिँ ए सेकेन्डवाला यसमा भन्नुभयो, यो भन्नुभयो कि हजुर हजुर ओके। ए यसमा यो कसरी आयो भन्नुभयो कि के भन्नुभयो, क्वेसन के थियो मैले ट्याक्कै होइन यो अब मिन अफ फाइभ भनेको लागि यो प्लट हामी के मिन हरेकको स्याम्पल निकाल्यो मिन निकाल्यो होइन सर हो। यो चाहिँ यो सबै मिन हो कि, यो चाहिँ त्यो मिन हो। मिन हो है त्यही त मैले त्यही भनेको सबै मिन हो है भनेको नि एभ्रिथिङ इज मिन है सर ओके यस, प्रि मिन ओके ओके यो ओके भ्याल्युजहरू मिन हो कि, हरेक पाँच भ्यालुजहरू होइन, हरेक जस्तै यसबाट पाँच स्याम्पल लियो, यसको मिन हजुर निकाल्यो, अनि मिन निकाल्यो यहाँनिर चाहिँ प्लट गरेको ओके त्यही त्यही कन्फर्म गरेको मिन यस अफ सर फाइभ है। मेक अनि सेन्स मिन अफ फाइभ त्यो भ्याल्यु कति छ, जति जुन भ्याल्यु बढी भयो त्यसको हाई हुन्छ, हाई होइन काउन्ट यहाँ छ। डेफिनेटली ओके, मेक सेन्स भनेपछि अब यो चाहिँ अलमोस्ट नर्मल छ, नर्मल है। अनि यसको यसको मिन यहाँनिर छ। हजुर 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 त्यही सेम पपुलेसनमा हामीले के गर्यो, मिन अफ 20 गऱ्यौँ कि लेफ्ट 20 होइन। एभ्री टाइम भनेपछि एउटा स्याम्पलमा चाहिँ 20 वटा हरेक स्याम्पलमा एभ्री टाइम यो हरेक स्याम्पलमा 20 है होइन एट टाइम होइन, एट अ ओके टाइम यो ड्रइङ 20 स्याम्पल्स 20 स्याम्पल्स and you're drawing 20 samples and you're taking the mean and you मिन गट इट गट इट ओके right? So त्यो गर्दाखेरि now यो still we have this normal distribution यसमा अब अझै धेरै स्याम्पल लियो भने यो अझै स्मुथ हुने हो। गट इट गट इट गट इट गट इट त्यो गट इट भनेपछि अब यो र योमा के फरक भयो भन्दाखेरि यसमा है मिन अफ 20 हो, मिन अफ 20 न्यारो छ, न्यारो एन्ड टल छ। मैले अघि नै भने नि त कि सर्ट एन्ड फ्याट, यो चाहिँ के छ सर्ट फ्याट छ है। अनि अब किन भन्दाखेरि यो एरिया अन्डर द कर्भ त एउटै हुनुपर्छ नि त, एरिया अन्डर द कर्भ त एउटै हुनुपर्छ होइन। त्यसले गर्दाखेरि चाहिँ अनि यो के हुन्छ टल एन्ड न्यारो भयो नि त, या टल थिन होइन। ओके, अनि के भयो त यसको भेरिएबिलिटी कम भयो कि यो जति धेरै लियो भेरिएबिलिटी कम हुन्छ है। भेरिएबिलिटी भनेको यही स्ट्यान्डर्ड डिभिएसन भेरिएन्स होइन, यो जति ठुलो भयो त्यति धेरै भेरिएन्स हुने हो नि त भेरिएबिलिटी है। भनेपछि यो चाहिँ के भयो मच मोर मच लेस भेरिएन्स छ यहाँ है, बुझ्नुभयो नि है, यो कन्सेप्ट क्लियर भयो। So yeah, so this is होइन that's what सेन्ट्रल लिमिट थ्योरम भनेकै यही हो है। अब यहाँनिर एउटा अब हामीले के अब्जर्भ गर्न सक्छौँ भन्दाखेरि डेटा आफैमा के छ भन्दाखेरि इट्स अलमोस्ट लाइक नर्मली डिस्ट्रिब्युटेड, या अलमोस्ट नर्मली डिस्ट्रिब्युटेड बट इट्स स्क्युड, यता क्युट स्क्युड या लेफ्ट, यसलाई हामी राइट स्क्युड भन्छ है। सो यो चाहिँ राइट स्क्युड छ, तर यसको जुन स्याम्पल स्ट्याटिस्टिकको स्याम्पल डिस्ट्रिब्युसन छ, स्याम्पल डिस्ट्रिब्युसन अलमोस्ट के छ भन्दाखेरि त्यो स्क्युनेस छैन यहाँ
है स्क्युड भनेको एकातिर लप साइडेड के है यस स्क्युड जाने पछि है सो यो चाहिँ के छ त अलमोस्ट भेरी नर्मल नाइसली सिमेट्रिकल छ है एज सेटलमेन्ट थ्योरमले भन्ने नि हो है ओके सो भनेपछि अब यो चाहिँ हामीले अब यसलाई सेटलमेन्ट थ्योरमले भन्ने नि हो है अब यसमा स्ट्यान्डर्ड एररहरू छ ल ठिकै छ आज हामी यति नै गरौँ है नेक्स्ट टाइम विल कभर सेटलमेन्ट थ्योरम अनि यो स्ट्यान्डर्ड एरर भयो अनि अरू त्यसपछि बुट स्ट्रापिङहरू भयो अनि हामी कोड पनि हेरौँ होला नेक्स्ट टाइम है कोड र यो सेटलमेन्ट थ्योरमको एक्चुली हामी आफै एक्सपेरिमेन्ट पनि गरौँ होला कि है अफ अनि कोर्स अफ कोर्स द्याट वुड बी इन्ट्रेस्टिङ कन्फिडेन्स इन्टरभलहरू पनि कुरा गरौँ होला है अघि अब इन्ट्रेस्टिङ टपिकहरू छ यिनीहरू है या नर्मल डिस्ट्रिब्युसन यहाँ मात्रै छ ओके यो एकदम इन्ट्रेस्टिङ कन्सेप्टहरू छ ल ओके सो हुन्छ आज यति नै गरौँ है त अनि सर भोलि तपाईँको त्यही लाइक लाइक 6 बजी हुन्छ कि तपाईँको 7 बजी हुन्छ लाइक यु लाइक लेट मी नो तपाईँको कहिले लाइक तपाईँको आफ्नो कन्फिडेन्स हेरेर मलाई भन्नुहोस् म उठिरहेकै हुन्छु सर हो, नर्मली बिहानै यसो हजुर डिफल्टमा चाहिँ सातै राखौँ होइन ए ओके सर छिटो डेफिनेटली गर्ने म त्यस्तो पाइक पर्न गयो भने चाहिँ म तपाईँलाई पहिला अफकोर्स लेट मी नो सर तपाईँको कन्फिडेन्समा है सर लास्ट है ल ओके हेभ अ नाइस डे बाई बाई बाई